सबैमा मेरो सेवा नमस्कार। यो हाम्रो सिक्किमका कौशल उत्थान समाज एलेकममा हामी प्रतिबद्ध रहेका छौँ र विगतदेखि हामीले कार्यक्रमहरू सञ्चालन गरेका छौँ। एक्टिभिटिजमा संलग्न छौँ। जो जसरी खटिरहेको उहाँहरूलाई सबैलाई म धन्यवाद दिन चाहन्छु। म पनि प्रत्यक्ष या अप्रत्यक्ष यसमा लागिरहेको छु। यो क्रममा हामीले चाहिँ हाम्रो आवश्यकताले माग गरेको चिज जो कि हाम्रो माग थियो त्यो निर्माण गर्नलाई चाहिँ जग्गा खरिद गर्ने सरसल्लाह मुताबिक हामीले जग्गा खरिद गर्यौँ। त्यस धागा पनि हामीले आर्थिक जुटाउनलाई विभिन्न वर्गसम्म ठाउँ व्यक्ति मिलेर सहयोग गर्नु। त्यति बेला पनि मेरो तर्फबाट केही सहयोग गरेको थिएँ भने जग्गा खरिद गर्न त सफल भयो। त्यसमा अब माङखिम निर्माण गर्ने अभियान चलिरहेछ। यहाँ देश विदेश विभिन्न 15मा रहेका सिक्किमका वंश छोरीचेली भान्जा भान्जीहरू सबैले सहयोग आइरहेछ, बुझिरहेछौँ। त्यसमा मैले पनि 50,000 दिने प्रतिबद्धता जनाएको थिएँ। त्यो चाहिँ आज मैले मेरो वचन पुरा गर्दैछु। त्यसमा मैले भन्नु त मसँग भएर दिँदैछु भन्ने मैले घमण्ड पनि गरेको थिएन र मलाई त्यस्तो अहमता पनि थिएन। मलाई चाहिँ लाग्छ कि मान्छेमा धनभन्दा पनि मन हुनुपर्ने रहेछ। मेरो पनि केही गरौँ हाम्रो वंशको लागि यो ठाउँमा भन्ने हेतुले मैले 50,000 दिन्छु भन्ने कबुल गरेको थिएँ। त्यो कबुल मुताबिक आज मैले यो समारोह अथवा उपस्थितिमा हाम्रो प्रदेश अध्यक्ष अरुण कुमार काकाको हातमा चाहिँ सुम्पेको छु। यसरी नै संसारमा रहनुभएका नातागोता इष्टमित्र वंश छोरीचेली सबैले सहयोग गरौँ। एकले छुटी सुकी धेरै छुटी नदी भन्ने चलन छ, उखान छ। त्यसरी नै हामीले राम्रो सोचले पवित्र विचारले सोचेका प्लान योजनाहरू सफल हुन्छ भन्ने मलाई लागेको छ। त्यसरी नै जुट्दै जाउँ, फुटेर होइन जुटेर नै अगाडि बढ्न सकिन्छ। सबैले मेरो आह्वान छ। धन्यवाद। धन्यवाद।